प्रदेश सभालाई डिजल्भ गरेर संघीयतालाई समाप्त पार्न खेल खोजिरहेको मलाई भास भयो। मेरो र सरकार पक्षमा मतदान गर्ने सांसदहरू कोही 5 मिनट गएछन्, कोही चिया खान बाहिर क्यान्टिनमा जानु भएको छ। हामी भन्दैछौँ सभामुख आधा घण्टा रुक्नुहोस्, 1 घण्टा रुक्नुहोस्, परिस्थिति हुन्छ, आउँदै हुनुहुन्छ साथीहरू अनि अगाडि बढौँला। सभामुख लगातार बेल थिचै हामीलाई अनुभूति भयो कि यो प्रदेश सभालाई संघीयतालाई समाप्त गर्ने खेल हुँदैछ। यो संघीयतालाई, प्रदेश सभालाई, लोकतान्त्रिक मूल्य र मान्यतालाई बचाउनको लागि र फेरि पनि वैधानिक किसिमले सरकार गठन प्रक्रिया अगाडि बढोस् भन्ने मार्ग प्रशस्त गरिदिएर मैले यो राजीनामा गरेँ। अब कसैको खेल केही लाग्दैन। भोलि पर्सितिर फेरि एउटा परिस्थिति हुन्छ, जसको बहुमत हुन्छ उसले सरकार बनाउँछ। तर म फेरि दावा गर्छु, हामीसँग बहुमत छ। आज बहुमतलाई मिसप्लेस गरेर चिया खाने नाउँमा पिसाब फिर्ने जाने सांसदहरूलाई हाम्रो चाहिँ एउटा परिस्थिति सृजना गरेर बेल थिचेर जुन परिस्थिति सृजना गरियो, त्यसको विरुद्धमा अब फेरि पनि हामी बहुमत सांसदहरू जान्छौं। वैधानिक बाटो 168 को 2 यथावत छ। साथीहरूले सपना देख्नुभयो कि जितेन्द्र सोनल हामी लडेर लाठी खाएर जेलले ल्याएर परिस्थिति चाहिँ संघीयता ल्याएको साथीहरू दिउँसैमा सपना हेर्नुभयो कि यो धारा खत्म भएपछि अर्को धारामा जान्छ, अर्को धारामा गएपछि तेस्रो धारामा जान्छ र यो समाप्त हुन्छ। म संघीयता विरोधीको कुनै पनि दाउ यहाँ लाग्दैन। हामी अर्को प्रोसेसमा अगाडि बढ्छौं।